सो हेलो गाइज वेलकम टु माई च्यानल। आज म यो भिडियोमा तपाईँको एकदम इम्पोर्टेन्ट स्टडी टेक्निक हुन्छ, यसलाई टिप्स भनौँ, स्टडी टेक्निक भनौँ या बेसिक कन्सेप्ट जुन कि हाम्रो लर्निङको लागि धेरै नै इम्पोर्टेन्ट हुन्छ त्यसको बारेमा कुरा गर्न गइरहेको छु। यो धेरै नै इम्पोर्टेन्ट तपाईँको लागि भिडियो हुन जान्छ इफ तपाईँ कुनै कम्पिटेटिभ इक्जामको तयारी गर्दै हुनुहुन्छ वा कुनै युनिभर्सिटीको इक्जामको तयारी गर्दै हुनुहुन्छ, किनभने यो सबै स्टुडेन्टलाई काम लाग्ने यो कन्टेन्टमा यो भिडियोको थ्रु तपाईँनिर दिन गइरहेको छु। सो योभन्दा पहिला म एउटा एनाउन्समेन्ट के गर्न चाहन्छु भनेपछि हामीहरू एउटा न्युरोन एक्स एकाडेमी भनेर अनलाइन प्लेटफर्म खोलेका छौँ, जसमा हामी विभिन्न एमबिबिएस, बिडिएस, पिसिएल, नर्सिङ, हेल्थ असिस्टेन्ट जस्ता कोर्सहरूको लागि एकदमै सस्तो र भरपर्दो मूल्यमा तपाईँले धेरै नै राम्रो टिचिङ तपाईँको कन्टेन्टहरू, नोट्सहरू प्रोभाइड गरिरहेको छ। साथसाथै अनलाइन तपाईँको पढाइरहेको हुन्छौँ। सो तपाईँले यदि इन्ट्रेस्टेड हुनुहुन्छ, तपाईँ एचएको प्रिपेरेसन गर्दै हुनुहुन्छ वा एचए पढ्दै हुनुहुन्छ भने सेकेन्ड इयर, थर्ड इयर, फाइनल इयर जुनसुकै इयरमा भए पनि हामीसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हामीले तपाईँको आफ्नो कन्टेन्ट तपाईँ कुन इयरमा हुनुहुन्छ त्यो अनुसार हामी त्यो तपाईँको टिचिङलाई चाहिँ प्लान चाहिँ गर्छौँ र त्यही अनुसार तपाईँले हामी चाहिँ पढाउने चाहिँ गर्छौँ। सो तपाईँले भिजिट चाहिँ गर्न सक्नुहुन्छ। त्यसको लिङ्क म चाहिँ यहाँ डिस्क्रिप्सनमा राखिदिएको छु। साथसाथै हामी त्यही न्युरोन एक्स एकाडेमी एउटा टेलिग्राम पनि राखेका छौँ, जहाँ हामी हरेक मेडिकलको जुन बुक्सहरू हुन्छ त्यो चाहिँ एकदमै पिडिएफको हरेक पिडिएफ त्यहाँ अपलोड गरिदिएको छौँ। किनभने तपाईँको अब अहिलेको टाइममा तपाईँ हरेक बुक किन्न जानुहुन्छ भने तपाईँको लागि धेरै नै महँगो हुन जान्छ। सो त्यहाँबाट गएर तपाईँले पिडिएफ डाउनलोड गरेर तपाईँले पढ्न सक्नुहुन्छ। सो अब मेन फोकस गरौँ आजको यो भिडियो कन्टेन्टमा। एज सबैलाई थाहा छ, हाम्रो सी कमन इन्ट्रान्स इक्जाम अब एकदमै नजिक रहेको छ, एकदमै क्रिटिकल पोइन्ट छ। लगभग तपाईँको मानौ 2 महिना मात्र हुन्छ, राइट? सो यो क्रिटिकल पोइन्टमा सबभन्दा पहिला तपाईँले स्टुडेन्टले बुझ्नुपर्ने कुरा के छ भने सबै स्टुडेन्ट अहिले के एकदमै खुरुको सबै एकदम फास्ट तरिकाले पढिरहेको छन्। तर मक टेस्ट दिँदा, नेमको या भाइब्रेन्टको कुनै पनि मक टेस्ट दिँदाखेरि त्यहाँ मार्क्स नै, यसको मेन कारण के हो भनेपछि तपाईँको रिभिजन चाहिँ मिलेको छैन। अब रिभिजन हामी सानोदेखि पढ्दाखेरि सबैलाई भन्छ रिभिजन भन्छ, तर रिभिजन एक्चुअली भनेको के हो त? त्यो कसैले चाहिँ भनेको हुँदैन। त रिभिजन भनेको त्यसको पनि एउटा टेक्निक हुन्छ। त्यो टेक्निक के हो म यो कन्टेन्टमा भन्न गइरहेको छु। सो नम्बर 1, तपाईँको अहिले तपाईँको सी आउन लगभग 2 महिना बाँकी छ, राइट? सो अब सी आइसकेपछि अब यसमा 2 महिनामा तपाईँले के गर्न सक्नुहुन्छ त? तपाईँको मेन फोकस के हुनुपर्छ त? मेन फोकस तपाईँको रिभिजनमा आउनुपर्छ। धेरै स्टुडेन्टले कोर्स सकाउने चक्करमा चाहिँ लागिरहेको हुन्छन् कि सबै टपिक नै म पढेर सकाइदिन्छु, बट सबै टपिक मात्र पढेर हुँदैन के। तपाईँले कतिको याद छ, तपाईँको मेमोरीमा कति स्टोर छ, अल्टिमेटली त्यसैले तपाईँको मार्क्स, तपाईँको र्याङ्क डिसाइड गर्छ। सो यो भिडियोमा 3 इम्पोर्टेन्ट टेक्निक चाहिँ तपाईँले एक्सप्लेन गर्छु। यदि त्यो 3 टेक्निक तपाईँले एकदमै भित्री मनबाट फलो गर्नुहोस्, आई एम स्योर तपाईँको 2 हप्ता 3 हप्तामा मार्क्स चाहिँ बढेर जान्छ। किनभने यो टेक्निकहरू एकदमै रिसर्च बेस्ड टेक्निक हो, यिनीहरूको स्मार्ट स्टडी टेक्निकहरू हो यो। तपाईँले किनभने म्याक्सिमम इन्डिया, नेपाल, एसियन कन्ट्रीमा हेऱ्यो भने म्याक्सिमम स्टुडेन्टहरूको ह्याबिट पढ्ने मात्र हुन्छ कि, तर कसरी पढ्ने भनेर कसैले भनेको पनि हुँदैन र कसैले त्यो सिक्न पनि जाँदैन। तर यो भिडियोबाट तपाईँले त्यो सिक्न पाउन सक्नुहुन्छ। सो त्यो 3वटा रिभिजन टेक्निक के हो भनेपछि यो भिडियोमा कुरा गरौँ। जस्तै कि तपाईँले यो 3वटा रिभिजन टेक्निकले तपाईँको त्यो कुनै पनि इन्फर्मेसन होस्, तपाईँ त्यो सीयु प्रिपेरेसन गर्दै हुनुहुन्छ या अरू कुनै कोर्स पढ्दै हुनुहुन्छ, त्यो इन्फर्मेसनलाई तपाईँले बेटर अन्डरस्ट्यान्डिङको लागि हेल्प गर्छ। साथसाथै त्यो इन्फर्मेसन तपाईँको इक्जाममा इजिली रिकल होस् भनेर त्यसले तपाईँले मद्दत गर्छ। सो यो भिडियोमा तपाईँको मेन 3वटा कुरा तपाईँ सिक्न जाँदै हुनुहुन्छ। नम्बर 1 भनेको तपाईँको बेस्ट रिसर्च बेस्ट रिभिजन मेथड, जुन कि म एक्सप्लेन गर्छु। अर्को भनेको त्यो रिभिजन टेक्निकहरू तपाईँले कसरी युज गर्न सक्नुहुन्छ त? लाइक अर्को भनेको तपाईँको लागि त्यो 3वटा रिभिजनमा तपाईँको लागि कुन रिभिजन टेक्निक एकदमै इम्पोर्टेन्ट छ, जुन तपाईँको लागि राइट छ, तपाईँको लर्निङ स्टाइलसँग म्याच गर्छ, त्यो टेक्निकको बारेमा हामी चाहिँ कुरा गर्छौँ। सो कुरा गरौँ अब रिभिजन टेक्निक नम्बर 1। टेक्निक नम्बर 1मा के हुन्छ भने पोमोडोरो मेथड हुन्छ। पोमोडोरो मेथड सबैलाई थाहा हुन्छ, म्याक्सिमम आजकल युट्युब सबैमा पोमोडोरो भन्छ, बट फलो चाहिँ कसैले गर्दैन। अनि यही फलो नगरेर तपाईँलाई यो मेथड चाहिँ काम नलागेको। यो मेथड एकदमै रिसर्च बेस्ड टेक्निक हो। धेरै रिसर्च गरेर यस्तो मेथडहरू तपाईँले मान्छेले बनाएको हुन्छ, बट धेरैले यो फलो नै गर्दैन। यसको पछाडिको रिजन के हो भने हाम्रो ब्रेन भनेपछि नेचुरली डिजाइन भएको हुन्छ। तपाईँको
कुनै पनि काम गर्दाखेरि एकदमै लङ टर्मसम्म लगातार काम गर्नुभयो भने तपाईँ एकदमै ड्रेन आउट हुनुहुन्छ, राइट? एकदमै थकित महसुस गर्नुहुन्छ। त्यसैले त्यहाँ तपाईँको यो पोमोडोरो टेक्निक काम गर्छ। यसले पोमोडोरो टेक्निकले के भन्छ भनेपछि तपाईँ यदि आधी घन्टा पढ्दै हुनुहुन्छ भने आधी घन्टामा तपाईँ 25 मिनट पढ्नुहोस्, एकदमै फोकस टाइमर लगाएर 25 मिनट पढ्नुहोस् र 5 मिनट तपाईँले के लिनुहोस् भने ब्रेक लिनुहोस्। 5 मिनट तपाईँको ब्रेक लिनुहोस्। यो 5 मिनट ब्रेक भनेपछि तपाईँको ब्रेक मात्र हो। त्यो ब्रेकमा तपाईँले मोबाइल टच गर्न पाउनुहुन्न। त्यो ब्रेकमा तपाईँ चिया खान सक्नुहुन्छ, अलिकति हिडुल गर्न सक्नुहुन्छ, अलिक स्ट्रेचिङ गर्न सक्नुहुन्छ। तर मेरो अनुसार यो तपाईँको यो मेथडले भन्छ 25 मिनट। मेरो आफू मैले जुन एप्लाई गर्छु त्यो तपाईँको 90 मिनट हुन्छ। त्यो आफ्नो क्यापेसिटीमा डिपेन्ड गर्छ कि तपाईँ कति टाइमसम्म बस्न सक्नुहुन्छ। त्यसको मेरो सबभन्दा इम्पोर्टेन्ट राम्रो भनेको 90 मिनट हो। म 90 मिनट भनेपछि तपाईँको 1.5 आवरमा तपाईँले एकदमै कन्सन्ट्रेट भएर बस्छु होइन। त्यो कन्सन्ट्रेसनमा एकदम फुल फोकसले पढ्छु मात्र। त्यसपछि जब 90 मिनट भइहाल्छ त्यो 90 मिनट पछि म 30 मिनटको ब्रेक लिन्छु। तपाईँको कति मिनट रे? म 30 मिनटको ब्रेक लिन्छु। यो 30 मिनटको ब्रेकमा म के गर्छु? मोबाइल टच चाहिँ गर्दिनँ। मोबाइल टच गर्दिनँ, मात्र जस्ट केही काम नभए पनि चुपचाप बस्छु या बाहिर बाल्कनीमा निस्केर अलिकति यताउति हेर्छु। त्यसैले यो भनेको तपाईँ 25 मिनट भन्दा पनि 90 मिनट पढ्नुहोस्, मिन्स 1.5 आवर पढ्नुहोस्, अनि तपाईँको 30 मिनट ब्रेक लिनुहोस्। यसले के गर्छ भनेपछि तपाईँको सर्ट सेसन हुन्छ के। यो सर्ट सेसनमा पढ्दाखेरि हाम्रो ब्रेनले चाहिँ इजिली नै क्याप्चर गर्छ। यो चाहिँ रिसर्चले बताएको छ। तपाईँले म्याक्सिमम स्टुडेन्टले के गर्छ, एकदमै बिहानदेखि बेलुकासम्म लगातार 5 घन्टा 6 घन्टा वान स्ट्रेच बस्छ, राइट? उसको दिमागले पढेको जस्तो फिल त गर्छ, ऊ पनि एकदम मोटिभेटेड हुन्छ। आज त म एकदमै 4 घन्टा 5 घन्टा लगातार पढ्दैको छु। बट अल्टिमेटली जब क्वेसन सोल्भ गर्छ उसको दिमागमा केही पनि हुँदैन क्या। उसले जस्ट त्यो बुकको पेज मात्रै याद हुन्छ, तर त्यो पेजमा के लेखेको हुन्छ त्यो केही याद हुँदैन। त्यसैले तपाईँको मेरो हिसाबले तपाईँले सर्ट सेसन मिन्स मिनिमम तपाईँको आइडियली भनेको तपाईँको 90 मिनट पढेर तपाईँले 30 मिनट ब्रेक लिन सक्नुहुन्छ। त्यो यसलाई हामी के भन्छौँ? पोमोडोरो टेक्निक चाहिँ भन्छौँ। मैले अहिलेसम्म यो टेक्निक धेरै नै युज गरेको छु अनि यसले चाहिँ धेरै नै राम्रो इफेक्ट पनि गर्छ, राइट? सो यो भयो मेथड नम्बर 1। अर्को मेथड भनेको मेथड नम्बर 2। मेथड नम्बर 2 भनेको स्पेस्ड रिपिटेसन भन्छ कि स्पेस रिपिटेसन टेक्निक भन्छ। स्पेस रिपिटेसन टेक्निक भनेको के हो भनेपछि लाइक नर्मल स्टुडेन्टको कुरा गर्छौँ। एउटा हुन्छ नर्मल स्टुडेन्ट, अर्को हुन्छ स्मार्ट स्टुडेन्ट। नर्मल स्टुडेन्टको कुरा गर्छ। नर्मली स्टुडेन्टले के गर्छ भनेपछि आज म एउटा सपोज म प्लान्ट फिजियोलोजीको या म आज फोटोसिन्थेसिस पढेँ, त्यो एकै दिनमा पुरै फोटोसिन्थेसिस पढ्यो। अर्को भोलिपल्ट गर्यो, अर्को भोलिपल्टमा उसले एनिमल किङडमबाट तपाईँले प्रोटोजुआ पढ्यो। थर्ड डे उसले पोरिफेरा पढ्यो। फोर्थ डे उसले एनिलिडा सिलेन्ड्रेटा एउटा टपिक गरेर हरेक दिन पढिरहेछ। अल्टिमेटली जब 7th डे आउँछ, 7th डेमा स्याटरडे हुन्छ, राइट? स्याटरडेको जब ऊ इक्जाम दिन जान्छ, स्याटरडे के दिन जान्छ रे? इक्जाम मिन्स मक टेस्ट दिन जान्छ। स्याटरडे ऊ मक टेस्ट दिन जान्छ। मक टेस्टमा जुन सुरुको टपिक उसले के पढायो त फर्स्ट टाइममा फोटोसिन्थेसिस। त्यो मक टेस्टमा कुनै फोटोसिन्थेसिसको कुनै एमसीक्यू आयो। अब उसको दिमागले के गर्छ भनेपछि त्यो फोटोसिन्थेसिस पढेको जो सन्डे इक्जाममा आयो स्याटरडेमा, अब उसको फोटोसिन्थेसिस पढेको छ, उसले याद त आइरहेछ, तर त्यो फ्याक्ट के लेखेको छ उसले यादै आइरहेको छैन कि। यही तपाईँको गल्ती हुन्छ, तपाईँको स्पेस रिपिटेसन भएको छैन भनेर बुझिन्छ। तपाईँले पढ्नु भएको छ तर त्यो तपाईँको रेकग्निसन मात्र हो। रेकग्निसन मिन्स तपाईँको पढेको जस्तो लागिरहेछ कि यो कुरा म पढेको छु, बट तपाईँको मेमोरीमा त्यो कुरा स्टोर भएको छैन। त्यहाँ हामीले स्पेस रिपिटेसन मेथड युज गर्नुपर्छ। अर्को स्पेस रिपिटेसनमा 2, 3, 5, 7 मेथड भन्छ। यो एकदमै इभिडेन्स बेस्ड तपाईँको रिसर्च बेस्ड मेथड हो। म चाहिँ यसले एक्सप्लेन गर्छु। यो के हो भनेपछि सपोज आज कुनै टपिक पढ्नुभयो फोटोसिन्थेसिस। यो फोटोसिन्थेसिस आज म पढेँ बिहान 5 बजे या बिहान 7 बजे। त्यो फोटोसिन्थेसिस पढेपछि त्यसको भोलिपल्ट त्यसको लगभग तपाईँको 80% तपाईँको बिर्सिसक्नुहुन्छ। फ्याक्ट के हुन्छ भने तपाईँले 80% बिर्सिसक्नुहुन्छ। यो तपाईँको नेचुरल फिनोमिनन हो। यसको तपाईँको ब्रेन विक छ या तपाईँको मेमोरी विक छ भनेर हुँदैन। यो तपाईँको नेचुरल फिनोमिनन। तर यो स्पेसिफिक त्यसलाई नबिर्सनलाई हामीले यहाँ स्पेस रिपिटेसन गर्नुपर्छ। यसको मतलब आज तपाईँले जुन टपिक पढ्नुभयो
त्यो टपिक एक्ज्याक्टली भोलि पनि पढ्नुपर्छ। मिन्स आज त्यो तर यसमा तपाईँले कुरा के हुन्छ भने अब कसैले भन्छ कि आज म यो टपिक 3 घण्टा लगाएर पढेँ, भोलि पनि पढ्यो भने 3 घण्टा नै लाग्छ। बट त्यस्तो होइन। आज जुन पढ्नुभयो त्यो भोलि पढे आइएम स्योर तपाईँको आज 3 आवर लागिरहेछ भने भोलिपल्ट 1.5 आवर मात्र लाग्छ, राइट। पर्सि पढ्नुभयो भने तपाईँको 1 घण्टा मात्र लाग्छ। यसरी तपाईँले ग्रेजुअली टाइम घट्दै जान्छ कि। तर सपोज आज फोटोसिन्थेसिस पढ्नुभयो भने अनि 5 दिन 1 हप्ता पछि फेरि पढ्नुभयो भने आज 3 आवर लागिरहेछ भने 1 हप्ता पछि 7 डेज पछि पनि तपाईँको 3 आवर नै लाग्छ। किनभने त्यो बिचमा 7 डेजमा तपाईँ पढेको सबै फुस्स भइसकेको हुन्छ, राइट। सो त्यसैले यसमा कुन मेथड छ अरे 2357 मेथड। यसले के गर्छ, यो मेथड युज गरेपछि तपाईँको मेमोरी बुस्ट हुन्छ, बेटर रिटेन्सन हुन्छ। यो मेथड के हो भनेपछि